बहिनी के होइन पुलिस हुन्छ ए भनिदिएको स्कुटी होइन बाइक यो अल्गो बिस्तारै बिस्तारै साथीहरू है वेलकम माई ब्लग आज चाहिँ हामी छोटो मिठो राइड गइरहेको छौँ अनि बहिनी यहाँ जाँदैछ दिदी तल पुगिसक्नु भयो हामी चाहिँ आज 3-4जना मिलेर छोटो मिठो राइड टक्क जाने प्लान बनाएको छौँ अहिले दिउँसोको 2-3 बजिसकेको छ त्यही हो साथीहरू अब बाइकमा भेट्नुपर्छ हेर्न सक्नुहुन्छ साथीहरू यो हो चाबी अन्य खोजे भेटिनँ यो एउटा बाइक अनि यो एउटा बाइक हो अनि एउटा बाइक अर्को भ्लगर ठाडोबाट भ्लग बनाउने हो र ठिक छ ल दाइले अझ उइली हान्दै हिँडाउनु पऱ्यो हामी पछि हिँड्छौँ अगाडि दामी पाराले होइन त्यही हो ल दिदीको चाहिँ बाइक छ 2-3 दिनपछि स्टार्ट हान्दै हुन्छ के अरे यो पनि हेरेर राइड जाने भनेको लिपस्टिक पाउडर लाएर हिँडिरहेको छ जहाँ होइन बस्ने यहाँ बस्न त के मेरो बाइक चाहिँ यही हो है यो पोका त बोकौँ न भरे पानी पऱ्यो भने म चाहिँ बसिसकेको छु पुरै गन साथीलाई कल गर्नुपर्ने हुन्छ यार ऊ पनि जाने हो ल म चाहिँ पेट्रोल हाल्न मेरो चाहिँ पेट्रोल छैन रहेछ पेट्रोल हाल्न जान्छु ल दिदी दाइ चाहिँ उता जानुहुन्छ ओए उता पुग्दै गर है पेट्रोल हालेर जानुपर्ने हुन्छ त्यही हो साथीहरू होइन धेरै पछि भ्लग है मेरो भ्लग कन्टिन्यू गर्नै पाएको छैन क्या मैले अलिक पछि कन्टिन्यू गर्छु अलिक बिजी अस्ति एउटा इक्जाम पनि थियो ओपर कराउँछ क्या बाइक त्यही भएर नि गर्न मन लाग्दैन खासै भन्नुपर्दा चाहिँ हातबारीमा लेडी राइडर चाहिँ छैन क्या हो दिदी एक्लै हुनुभयो क्या साथी कोही भइदिएको भए क्या हुने पेट्रोल अस्ति 1500को हालेको थिएँ अनि गाउँ पुगेर आउँदा यताउता सकिएछ क्या फेरि हाल्नुपर्ने हुन्छ अब पेट्रोल पम्प चाहिँ यता छ दाहिने साइडमा सरर जानुपर्ने हुन्छ होइन छिर्न पाउँछ अहिले त यता दुईतर्फै खोलिएको छ नि त बाटो सजिलो छ पहिला हेरि चाहिँ पेट्रोल 221 नै रहेछ यता त अहिले नि 1000को हाल्यो नि त 1000 रुपियाँको आएको थियो मसँग पैसा चान्चुने लिइराख्नु नि त बाजे हुनुहुँदो रहेछ मसँग पनि पैसा त छैन त्यही पनि अब भएको सहयोग त गर्नु पऱ्यो नि त मलाई कल गरिसक्यो है हामी बाटोमा आउँदैछौँ ल पोम हालिदियो न यार पोम हतार छ ब्लक यार यस साथीहरू कहाँ पुगिसक्यो होला यार पोम थिएन क्या मेरो त्यही भएर एनसिएल डाँडा मुनि है यहाँ लास्ट गरेर पनि खेल्छ ध्यान मान्छेहरू त्यही नि दुईजना अगाडि है टकन टुकुन पारेर होइन ओके हुन्छ आउनु न यता कुखुराको चारो पाउने ठाउँ कता छ हौ त्यहाँ तल त्यो अलि अगाडि हो ल त्यहाँ हिँडौँ त त्यहाँ सामान छ अरे हजुर होइन गाडीको होइन बाइकमा यो तार चाहिँ छुटिएको रहेछ त्यही हो ल होइन पक्षीहरू ल अब चाहिँ लाग्यो तर कस्तो गर्मी छ हौ आमा गर्मी त आमा यस्तो हुन्छ कि स्ट्यान्ड लाउनै बिर्सेछ कस्तो ठुक्यो यार यस्तो तातो घाममा है यसरी बाइकमा हावा खाँदै हिँड्नु कति मजा हुन्छ नि है बेग्लै यो मन्दिर हो है एउटा
यहाँदेखि चाहिँ है टर्निङ कस्तो दामी छ क्या यहाँबाट कस्तो दामी देख्छ यहाँ नेपालको झन्डा रहेछ है भाइहरू मजाले बसिरहेको घाम तापिरहेको रहेछन् है हाम्रो यहाँबाट एउटा भ्लगर फेरि थपिँदैछ त्यही हो हाम्रो न्यू भ्लगर फेरि थपिसक्यो है यहाँ सब भ्लगर चार्ज गर्नुपर्छ नि यार चार्ज गर्दै मिल्दैन ए बिस्तारै गरौँ न चार्ज गर्दै जाउँ न ब्याकअप सबैसँग छ त ब्याकअप छ हामीसँग नि तर यार सनी दाले नि आज रोस्ट मात्र हानिरहेको देख्छु त यार रोस्ट हान्ने खेल्नुपर्छ क्या हिँड ल को हान्यो त यार अनि यार बिस्तारै जाउँ न यार भन्नुपर्ने थियो हान्न त हानिन्छ कि अब बहिनी छ दिदीहरू छ त्यही भएर हो क्या नभए त हामी अब कुदै हालिन्छ नि होइन भेट्न त अलिक गाह्रै हुन्छ होला त्यो बाइक किनभने अग्लो बाइक हो नि त मेरो त अब होचो बाइक हो यार 250 है होचो त्यही माथि हल्का सकअप पनि छैन होइन तर त्यही कुदाइदिन्छु फेरि म त ठ्याङ ठ्याङ र ठुङठुङ भयो नि आफू उभिहाल्ने हो होइन ह्यान्डल कभर गर्ने हो बाइकले पिकअप बबाल दिइहाल्छ कुदिहाल्छ जस्तो पनि कुद्न त फेरि त्यस्तो हो क्या मलाई चाहिँ सबैभन्दा है यामाहाको इन्जिन चाहिँ बबाल लाग्छ है मलाई यामाहा बाइक बेस्ट मनपर्छ क्या मलाई अब यसो हेर्न यताउता होइन लुक्सको लागि त मलाई अब त्यही क्रसफायर RM250हरू मनपर्छ होइन तर इन्जिनहरू बबाल चाहिँ मलाई यामाहाको लाग्छ है होइन कस्तो दामी खेतहरू छ यता है कति पौडी खेल्न मान्छे आउँछ क्या तल माल्टा खोलामा हामी पनि कति आउँछ रमाइलो हुन्छ दाहा पनि छ अलिकति सरसफाइ गरिदिएर है ठुलो अलिक दाहा बनाइदिएर दाहा मतलब पौडी खेल्ने ठुलो बनाइदिएर त्यस्तो बनाइदियो भने चाहिँ राम्रो हुन्छ नि हामी मान्छेहरू लास्टै आउँछ नि त्यो रुट बन्दै रहेछ है रुट अस्ति नि बन्दै थियो अहिले नि बन्दै रहेछ यार कस्तो छ यार रोड छैन क्या रोड छैन हो बाइक जान्छ अरे चल्छ यस्तोमै हिँड्नु मजा जाँदैन यति मात्रै हो उता छैन चल्यो यस्तो त गइहाल्छ नि हौ त्यही हो मेरो जस्तै छ ढुट्टो छ कहाँ बाहिरदेखि हेरेर हुँदैन नि त भित्र ढुट्टो हो नि त मेटिसक्यो यार धेरै भयो लेखेको कसकोमा बस्ने त कसकोमा बस्ने सनी दाइकोमै कहाँ बस्छ अहिले दिदीले लडाउनुहुन्छ दामी यो बाइक बिस्तारै जाउँ न बस जसमिनहरू बस मैले त कतै हिँडेको भयो भने चाहिँ दामी पौडी खेल्नु छ चाहिँ माथि छ त्यो मुनि थियो पहिला त्यो मुनि चाहिँ उ भइरहेछ बलुवा भइरहेको रहेछ क्या खोला पानी त कस्तो सानो यता छेउमा आएको रहेछ नि त त्यही भएर सानो देखेको हेर्न सक्नुहुन्छ यहाँ थियो पहिला ठुलो है तर अहिले त बलुवा भएर रहेछ रोड जान्छ ट्र्याक्टरले ढुङ्गा निकाल्दो रहेछ क्या माथि त्यही भएर रोड बनाएर रहेछ बाइक पनि जान्छ पौडी खेल्न राम्रो छ है गर्मी लाग्यो बेला आउँदा हुन्छ बाइक कराएको दिदीको लिमिटमा कुदाउँदा त कस्तो अल्छी पनि लाग्ने रहेछ हो बिस्तारै भएर क्या लिमिटमा हाल्नुहुन्छ क्या म एकचोटि धरानी लेडी राइडरहरूसँग गएको छु नि त उनीहरूको कस्तो लिमिट एउटै हुन्छ क्या एउटै लिमिटमा हान्छ क्या जतिजना आउँछ है
टक्क ग्याप गर्छ एउटै लिमिटमा हिँड्दैन त्यसरी चाहिँ खास चाहिँ हिँड्नुपर्ने हो तर हाम्रो त अब कम्पिटिसन हुन्छ क्या केटाहरूको रेस जस्तो क्या पुरा राइड होइन रेस हुन्छ क्या केटाहरूको जब बाइक देख्यो होइन सबले एउटा एउटा बाइक पायो अनि राइड भनेर निक्ल्यो तर राइड हुँदैन क्या रेस सुरु हुन्छ क्या यहाँ को फर्स्ट हिँड्ने है कसको खतरा स्किल देखाउने है कसले अलिक युनिक कुदाउने त्यस्तो हुन्छ क्या अनि त्यस्तो हुँदा प्रायः लडिन्छ पनि है त्यसलाई नै भन्छ कन्टेन्ट त्यसलाई भन्छ कन्टेन्ट क्या म खातबारी बस्यो भने चाहिँ म यो बाटो चाहिँ म कुराहरूले लिएर आइरहेको छु क्या म भ्लग बनाउनै होस् यार हल्का राइडिङ स्किल पनि बढ्ने भयो होइन चालु गऱ्यो नि यार ए चल्छ होइन मिठो आवाज यार मैले दुलो पारा लगाएको हो नि त यो बाइकको ए है अलिअलि हान गियर घटाउन कत्रो स्लाइड हामीले यार उभिएर हान्दिनँ त होइन के छ र मैले त्यो बाइक देखिनँ क्या त्यो बाइक त्यो अहिले आइरहेको छ नि बाइक त्यो देखिनँ क्या नत्र कस्तो खतरा कुदाउनु मान्थ्यो त्यो हिँड तिमी अगाडि हिँड न म त फेरि उभिए सुत्ती कुदाइदिन्छु नि त होइन मलाई त अफरोडमा त किन यार उभिएर कुदाउनु मजा लाग्छ क्या उभिएर कुदाउँदा बेग्लै सान भन्दा नि बेग्लै मजा लाग्छ क्या मलाई कसरी मजा श्री सरस्वती माध्यमिक विद्यालय माल्टा हामी माल्टा पार्क आएको हो त त्यो त नाम मैले बिर्सिरहेको थिएँ क्या त्यो माल्टाको स्कुल जाने के पो भन्छ रोड हो क्या यो मुनि चाहिँ कन्सर्ट भएको थियो क्या एकपल्ट हामी आउँदाखेरि तर हिँडेर आएको थिएन त्यो बेला बाइक पनि थिएन कस्तो खालि हिँडेर आएको थिएँ राति हामीलाई मात्रै थाहा छ त्यो होइन रश्मिना मजा भइरहेछ मजा छ राम्री रहेछ है यहाँ त दामी भ्यू हेर्दै गेम खेल्न मजा हुन्छ होला है हामी माथि पो हो क्या हो ल लडायो नि त सनीले त्यहाँ लडायो यार बहिनीलाई ओहो के भयो बहिनी के होइन आइपुग्ने बेला पो लडाएछ त ठ्याक्कै यो माथि पो रहेछ त के भयो डराएको अब पार्क उतै त नि आउने फेला लडायो नि यार के छैन होइन ल बिस्तारै अब डर लाग्यो हेर्दै म त सोनुलाई हेरिरहेको थिएँ के छैन हुन्छ कहिले काहीँ यता रहेछ नि त बाटो त कहाँदेखि छिरायो एउटा माथि पुऱ्यायो हान्यो आफ्नो राइडिङ स्किल देखायो भनेर मिठो झर जस्मिना दामी यहाँ एउटा सानो घर रहेछ साथीहरू म चाहिँ माल्टा पार्क आइसकेको छु होइन पार्क माल्टा लेखेको छ तर के हो कुरा चाहिँ होइन अनि हाम्रो चाहिँ यहाँ सब भ्लगरहरू होइन आफ्नो पनि भनिदिनु त ल भ्लगर हामीसँग नयाँ आज जोडिनु भएको मेरो चाहिँ जीवन भ्लग छ सबले सब्सक्राइब गरिदिनु पर्यो है ल जीवन भ्लग सबैजनाले सब्सक्राइब हानिदिनु भयो मसँग पनि खासै सब्सक्राइब छैन म नि भर्खरै खोलेको हो खोल्न त त्यही पनि जस त्यही हो अब खातबारीबाट है खातबारीको ठाउँहरू देखाउने चाहिँ हामी है ल मिठो ठाउँ देखाउँछौँ अब हामी भिडियोमा त्यही हो होइन घाम लागेर फेरि है हाम्रो अरू टोली चाहिँ यहाँ हुनुहुन्छ सबजना होइन के छ अनि के छ सनी ब्रदर
बबाल भिडियो बनाउनुहुन्छ है भिडियो चाहिँ फेरि धेरै हाल्नुहुन्छ क्या डेली भिडियो हेर्न चाहनुहुन्छ भने चाहिँ यता सब्सक्राइब गरेर हेर्नु है तपाईँको त्यही त पालो गरेर त्यही भएर पालो गरेर भनेको मेरो युट्युबमा सोनाम भ्लग 0 छ सब्स्क्राइब गरिदिनु होला सबले सब्स्क्राइब गरिदिनु पर्यो मलाई धरानी लेडी राइडर हो नि फेरि एकदम धरानको लेडी राइडरहरू हुनुहुन्छ होइन राइड गर्नु हुँदो रहेछ उहाँले चाहिँ यस्तो रोडमा यो बाइक ल्याउनु भनेको नि ठुलो कुरा हो यो एउटा पसल रहेछ है यहाँ तर बन्द रहेछ आज कस्तो दामी भ्यू देखिरहेको छ घाम लागेर हाम्रो बाइकहरू चाहिँ हेर्न सक्नुहुन्छ यहाँ राखिरहेको छौँ हामीले बाइकहरू अनि हामी आएको पार्क चाहिँ यही हो त्यही हो साथीहरू त्यो माथि कस्तो दामी सल्लाहको घारी छ त्यो माथि छ्याङकुटी डाँडा हो त्यो कुन डाँडा हो डाँडा चाहिँ हामी फर्स्ट टाइम हो त्यही हो के छ अनि सिस्टरको कस्तो मजा लागिरहेछ ठिकै गर्नु लागिरहेछ अहिले अलिक शीतल भयो खातबारीको राइडरहरूसँग कस्तो लागिरहेछ त म भ्लग बनाउँछु सबले भ्लग होइन पालो गरौँ न पहिला मेरो म यसो जवाफ दिनु न खातबारीको राइडरहरूसँग मजा लाग्यो मजा लाग्यो ठिक छ ल जसमिना तिमीलाई चाहिँ कस्तो लागिरहेछ सनी दाइले लडाउँदा कस्तो लाग्यो डराएर मेरोमा आइदिइरहेको त्यही हो साथीहरू ओके अब एकछिन यहाँ माल्टा पार्कको भिडियो बनाउनुपर्छ त्यसपछि चाहिँ हामी फेरि फर्किनेछौँ हामी छोटो सर्ट राइड आएको हो त्यही भएर ल साथीहरू अब हामी माल्टा पार्क प्रवेश गर्दैछौँ पार्क माल्टा तर त्यो अगाडि चाहिँ के लेखेको थियो कि मेटेको हो त्यही त यहाँ हेर्न सक्नुहुन्छ पार्क माल्टा मात्रै छ क्या त्यो अलिक दिलो छ क्या त्यो केही मेटेको छ क्या त्यो ठाउँमा है अगाडि त्यही हो खातबारी 5 माल्टामा हामी नि घुम्न आइसकेको छौँ होइन त यसरी ब्लग बनाउनु होला अब मैले चाहिँ अगाडि पनि पछाडि पनि थुक्का कस्तो थुक्का हो थुक्पा भन्नु न बरु के चाहिँ लेखाएको थियो होला सायद होइन मेट्यो यहाँदेखि चाहिँ गेट खोल्नुपर्ने हुन्छ प्रवेश गरिसकेका छौँ अब आमा बादल कस्तो दामी देखिरहेछ अहिले त्यही हो यस्तै रहेछ बस्ने ठाउँ चाहिँ धेरै रहेछ है ल जाउँ न त्यसो एक्सर्साइज हान्ने ठाउँ छ जस्तो लाग्यो मलाई चाहिँ त्यो सब भ्लगरै हेर्न सक्नुहुन्छ सब त्यहाँ एकजना भ्लगर भिडियो बनाउँदै यता नि भ्लगरै हो भ्लग गर्दै मेरो बहिनी त भ्लगर भइसक्यो भ्लग गर्दैछ त्यहाँ अर्को भ्लगर सब राइडर भ्लगरहरू है हामी चाहिँ सबै भ्लगर छ हेर्नु आफ्नो आफ्नो धुनमा छ क्या यस्तो है त्यही हो यसलाई चाहिँ मुनि राखौँ न त त्यही हो ल साथीहरू हामी चाहिँ माल्टा पार्क घुमेर निस्किसकेका छौँ चौर चाहिँ राम्रो छ है त्यो उता
ऊ त्यो पारिदिएको चाहिँ सब खादबारी ऊ त्यो भन्ज्याङ हो हाम्रो बाइकहरू त्यहाँ छ कुन जङ्गलहरू राम्रो जङ्गल रहेछ त्यही हो बाइकहरू चाहिँ यहाँ छ जुन चाहिँ चार्ज सकेर ब्याट्री लो भएर फेरि उयो घर छ एउटा यहाँ चाहिँ फेरि पसल घर यो चाहिँ यहाँको तर अझ बन्द रहेछ त्यही हो साथीहरू हाम्रो बाइक चाहिँ हेर्न सक्नुहुन्छ होइन म पाल तरिकाले क्या सुहाइरहेको छ क्या सब बाइक एउटा चाहिँ यहाँ छ है दुईजना तल अनुहार धुन पानी छ पानीमा गएर छ ल साथीहरू अब चाहिँ हामी माल्टा पार्कबाट निस्किने आँटिसकेको छ अब निस्किएको भन्दा हुन्छ सब ब्याग प्याक गरेर बाइक निकालिसकेको छौँ बहिनी चाहिँ अब चाहिँ मसँग बस्ने अरे सनी दाइले अघि लडाएर डराएको होइन त किन मसँग बस्ने अरे जस्मिना लडाउनु भएर त्यो चाबी अन नगर न ल अब चाहिँ हेलमेटमा सेटअप गर्नुपर्ने हुन्छ ओके एच अब चाहिँ हामी डाइरेक्ट ठुलो ढुङ्गा हुँदै जानेछौँ ठुलो ढुङ्गाको अलिकति यता निक्लिने हो हामी पहिला नि हिँड्न त हिँडेको त्यो बाटो मुनि हिँडेको यो माथि जाएको थिएन म त्यही हो कहिले तिम्रो ज्याकेट झोलामा हालिदिएँ मैले भरे हो र अब बस गर्मी हुन्छ अब ल होइन सोनु लगाएर अब भिडियो भएको छैन रहेछ हामी चाहिँ माल्टा पार्कबाट निस्किसकेको छौँ म चाहिँ बोलिरहेको थिएँ भिडियो भएको छैन रहेछ के छैन अब ओहो यहाँ त पानी अघि त थिएन जस्तो लाग्यो त अहिले थियो र अघि थिएन नि अहिले भर्खरै खोलेको होला त्यही हो अब चाहिँ ओह्रालो बाटो छ ब्रेक लाउँदै जानुपर्ने हुन्छ सकिन्छ कि सकिँदैन कस्तो छ बाटो हेर्न सक्नुहुन्छ आमा कस्तो दामी भ्यू देखाएँ यहाँ के हेर्न सक्नुहुन्छ है त्यो उताको खादबारी भयो यो भन्ज्याङ भयो यो गुवाबारी भयो तलको यो माथिल्लो ऊ होला माथिल्लो गुवाबारी होला ठुलो ढुङ्गा नि ऊ माथि देखिरहेको रहेछ दामी भ्यू देख्दो रहेछ यहाँबाट चाहिँ मिठो सबै यो सुन्तला बारीहरू रहेछ होइन सबै ऊ त्यो यो हो यो भने सुन्तला बारी रहेछ ऊ त्यहाँ माथि भाइले हेर्दै जान्छ कस्तो दामी देखिरहेको छ हौ उयो त आकाश त कस्तो दामी देखिरहेको छ ल यो चाहिँ खादबारी बजार हो सुमनचोक अनि उयो भन्ज्याङ हो उयो चाहिँ भन्ज्याङ हो भन्ज्याङ स्कुल त्यो भएको स्कुल हो ग्राउन्ड छ यहाँ भन्ज्याङ ठुलो ढुङ्गा कहाँ पो हो ठुलो ढुङ्गा उयो ठुलो ढुङ्गा यहाँदेखि देख्दो रहेछ मजाले ठुलो ढुङ्गा हामी अब भ्यू हेरेर नि बाटो लागिसकेका छौँ कस्तो हो बाटो त भिड हेर्नु सक्नुहुन्छ उधो बाटो छ बाटो त्यही हो साथीहरू हामी फर्किसकेका छौँ है बाटै छैन क्या थाहा भएन क्या फेरि बाइकहरू नि अरू नि कुद्दैन रहेछ हामी मात्रै फर्स्ट टाइम आएको रहेछ त्यही भएर फर्केरै जाने बेला भयो यही हिरको बाटो यहाँ तल सिधै खोला रहेछ क्या फेरि त्यही बाटो हेर्दा जसमिना खोल्सा पो छ त अनि बाटो त के हो खोल्छै खोल्छ छ त यार अफरोड ल पक्रे आँखा हुन्छ है जसमिना आँखा चिम होइन यसो हातले पनि गर अनि यो बाटो चाहिँ कसरी हिँड्छ हौ ट्र्याक्टरहरू चाहिँ उता पो जानुपर्छ होला हौ पुग्छ अरे यो रोड पुग्छ यो रोड तल रोड पुग्छ ए पुग्छ अरे सबैजना सोधेको बसेर कसरी जान्छ अरे कुनादेखि चाहिँ डबल पो जान्छ अरे त फेरि यस्तो होला कि यहाँबाट घुमाएर यस्तो जान्छ होला क्या यहाँबाट घुमाएर जान्छ होला क्या यहाँबाट भनेर त आफूले हजुर तर यताको मान्छेहरू यत्रो बाइकमा हिँड्छ होला यति त सफा गर्नुपर्ने हो यार
त्यो ढुङ्गा पल्टाउनु सक्छौँ तिम्रो बाइक चाहिँ अलिकति लैजाऊ भनेको चाहिँ मैले मलाई छिन पख होइन कि दाइ यसो गरौँ न त्यताको धेरै पल्टाउनु पर्छ रहेछ यहाँबाट यो पल्टाइदियो भने त के भइहाल्छ अनि अनि त्यहाँको हटाइदिइ गयो एकछिन पख हेरौँ है त बाटो यस्तो छ होइन यो पल्टाइदियो हेरौँ न ल त्यहाँ एउटा डिटेक्टिङ तार 5वटा त पल्टाउनु पऱ्यो भने पर्दैन यो एउटा अब बाहुबली म भिडियो बनाउनु ल तपाईँको ओए आफ्नै बाइक छुन्छ उता अलिकति पछाडि लगा त्यो अगाडि टायरको उ छुन्छ आफ्नो बाइकको त्यो यत्रो मान्छे हिँड्छ यार है बाइक हिँड्छ होला यसो सफा त गर्नुपर्ने यार हिँड्छ नि यहाँदेखि जान्छ अब यो ढुङ्गा एउटा यो मात्रै बनाएपछि त बाटो त अनि सही छ अरे दाइ यति नाच्नु बनाउनु नि दोजार पनि त्यही छ है फेरि यो पल्टाउँदा यो पल्टायो भने त जान्छ छोड्नु छोड्दा त्यता यता पल्टाउन यतातिर यता चाहिँ ल यता देब्रे ओहो बढी भयो बढी उता छिराएको छ नि त जान्छ क्या पख पख नभए यी सकिँदैन अलिक गाह्रै रहेछ यो गाह्रै छ ठुलै छ जान्छ जान्छ यहाँबाट हान त यहाँबाट सट्टै वात्तै उठाएर देब्रे सट्टै सट्टै देब्रे मिठो गयो गइसक्यो ढुङ्गा यहाँ हाम्रो चाहिँ यहाँ ठोक्किने हो कटाइहाल्यो नि त त्यो